हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज चाहिँ म जाँदैछु कुरुम्बा। तपाईहरुले के अरे अहिले नै देख्नु पनि हुँदैछ होला, कुरुम्बामा धेरै धेरै सुन्तला फलेको छ भनेर पुरा टिकटकको भरि देखेछ नि त। त्यो ठाउँमा जाँदैछु, हेरौँ कतिको रहेछ के रहेछ, म हजुरलाई देखाउँछु ल। मेरो साथीको घर हो नि त, त्यो धेरै फल्ने ठाउँ चाहिँ साथीको घर हो, त्यहाँ बोलाइरहेको छ। आज छुट्टी पनि हो, त्यही भएर म चाहिँ जाँदैछु। अब हजुरलाई म बाटोमा भेट्छु ल। अब हामी चाहिँ हिँडेको यहाँदेखि, हेरौँ बाटो कस्तो छ। एक ठाउँमा भेट्छ भन्ने छ, अब बिस्तारै जानु पर्यो नि। अस्ति पनि मैले भ्लग त गरेको थिएँ, तर कस्तो क्यामेरा एङ्गलमै मिलेन कि। आज पनि कस्तो भयो पनि, कस्तो क्यामेरा नै उ भयो कि, मिल्यो कि मिलेन फेरि भने। एक्लै हुँदा त कस्तो अप्ठ्यारो कि, मिलाउनु नै सक्दिनँ म। सधैँ त मिलाइदिनु हुन्थ्यो मलाई। यो चाहिँ हो मुडे गाउँ। अहिले चाहिँ हामी मुडे गाउँ छ। तपाईँहरूलाई म देखाउँछु हाम्रो बाटो, घर जाने बाटो। मेरो घर पनि यतै हो, मुडे गाउँको बाटो जाँदैछु। कृषि सडक पनि हो यो कृषि सडक। यो बाटो चाहिँ नि कृषि सडकले चाहिँ लिम्बा पर दुर्दिम्बा छिराउँछ क्या यो बाटो। तर अस्ति पहिरो गएर बनाएको छैन होला कि कस्तो छ कुनै। हेरौँ अब हामी बिस्तारो जान्छौँ। लक्ष्मी जाँदैछ, अलिक अफरोड सक्दैन उसले पनि, अनि बिस्तारो जाने। ए तपाईँहरूलाई गाउँपालिका देखाऊँ भनेको त काटी पो गएको छु। यहीँ माथि हो गाउँपालिका जाने बाटो। अनि मलाई ट्रकसँग चाहिँ डर लाग्छ क्या, ट्रक फोबिया छ जस्तो लाग्छ क्या मलाई। अरू मलाई कुनै गाडी डर लाग्दैन। अब यता टिपरहरू त खासै हुन्न नि त पहाड एरियामा, अनि उधर चाहिँ टिपरहरूसँग डराउनु पर्छ भन्नुहुन्छ। तर यता चाहिँ ट्रक ज्यादा के। अब यत्रो सानो बाटोमा ट्रक आइदियो भने म त आत्तिहाल्छु। त्यो ठुलो माथि मेन रोडमा त ट्रक देखिन्छ चाहिँ म त आत्तिन्छु। लास्टै डर लाग्छ यार मलाई, के भएको ट्रकको फोबिया होला नि। मान्छेलाई अनेक किसिमको फोबिया हुन्छ, मलाई चाहिँ ट्रक फोबिया छ। कसलाई छ यस्तो ट्रक फोबिया। यस्तो ब्लाइन्ड टर्निङ छ कि। राम्रै रहेछ नि त बाटो, यतिको बाटोमा त लगिहाल्छ नि। अस्ति त यो बाटो खराब थियो, अब चाहिँ हामीहरू गडेर पुग्यौँ। यहाँदेखि चाहिँ यहाँ आमा पुल छ, गडेर खोला हो। यहाँ चाहिँ हाम्रो खानेपानीको मुहान यहीँ छ क्या। यहाँदेखि गयो भने ग्राउन्ड पुग्छ, तर बाटो सही छैन माथिदेखि, थाहा छैन। यो चाहिँ गडेर हो, ऊ तल आमा पुल भन्छ यहाँनिर। खोला क्रस गरौँ हामी चाहिँ। अब चाहिँ यो खोलादेखि उता चाहिँ हिकुनम्बा हाम्रो गाउँ। यहाँ खोला वारी र पारी छुट्टिन्छ क्या। यो चाहिँ हाम्रो गाउँ आइपुग्यो, मेरो जन्म घर। हिकुनम्बा ट्याक्कै यहाँदेखि लाग्छ क्या। खोलाले छुट्याउँछ सबै। डेरी आइपुग्यौँ, हिकुनम्बाको डेरी। तर पहिला चाहिँ डेरी थियो र यहाँ नाम जग्गा डेरी बसेको थियो, अहिले त डेरी छैन, बेचेर। तर नाम चाहिँ डेरी नै छ। यहाँ डेरी थियो नि त सुजन दाजुहरूको, छैन अहिले, बेच्नु भएर विदेश जानुभएको छ। एकदम ओह्रालो छ कि बाटोहरू, तर भिडियोमा चाहिँ त्यस्तो देखिँदैन। चिप्लो रहेछ यहाँ बाटो। यहाँ चाहिँ बाल विकास छ, हाम्रो हिकुनम्बाको बाल विकास। दामी पढाइ हुन्छ केटाकेटीको यहाँ। ओहो अम्लिसोको कुचहरू पनि पो भइसकेको रहेछ त। म त कति बादमा आएको क्या, यता त आएकै थिएन। कहिले तिहारमा आएदेखि आएको छैन। कति भयो, तिहारमा 1 महिना हुन लाग्यो होला। अब त हाम्रो घर आइपुग्न आँट्यो।
पर पर कुरुम्बा यतिकै 2 जना मात्रै अब हेरौँ बिस्तारो ल अप्ठ्यारो छ बाटो भन्नुहुँदैछ हेरौँ कस्तो छ यहाँ चाहिँ हाम्रो पापाको बाजेको कोमाको चौतारा हो यहाँ पर चाहिँ हो मेरो घर दाजु त अहिले जानु हुँदैछ बजार हाम्रो घर देखिँदैछ ल घर एकछिन छिरौँ ल भिडियो गर्नु त बिर्सेछु पो घरको गफले यहाँदेखि चाहिँ अब डाँडा गाउँ यो सबै यो चाहिँ हिकुनामै पर्छ यहाँ एउटा खोल्सा छ त्यहाँदेखि उता चाहिँ डाँडा गाउँ यो खोल्सादेखि उता डाँडा गाउँ सबै खोल्साले छुट्याउँछ क्या हिकुनामा मुडे गाउँ डाँडा गाउँ अब चाहिँ हामी डाँडा गाउँ प्रवेश गऱ्यौँ डाँडा गाउँको बजार आइपुग्यौँ यहाँ चाहिँ छ छट्ट बजार एउटा दोकान डिजे यहाँ रमाइलो हुन्छ नि बेलुकातिर मान्छे पुरा आउँछ अब चाहिँ डाँडा गाउँको ओह्रालो लागौँ हामीहरू मुडे गाउँ हिकुनम्बा डाँडा गाउँ अनि कुरुम्बा 7 यो सबै कुरुमा पर्छ डाँडा गाउँ पनि हुन चाहिँ एकदम ओह्रालो छ क्या यो बाटो चाहिँ गरगरे कस्तो भन्नु पनि आउँदैन हौ ओह्रालो प्लस गरगरे माटो छ त्यही भएर बिस्तारै हिँड्यो भनेको लक्ष्मीलाई यहाँ चाहिँ अलिकति अप्ठ्यारो रहेछ बाटो त यतिको त ठिकै छ जान त जान्छ हामी चाहिँ कुरुम्बाको 7 नम्बर पुगिसक्यौँ है अहिले चाहिँ यहाँ ग्याम पो हुँदैछ कि के हो कुरुम्बामा पुरा एङ्करिङ गरेको सुन्दैछु कहाँको पानी यति साह्रो आएछ हौ खोलाको पानी त सबै बाटोमा बग्यो कि क्या हो यहाँ चाहिँ अप्ठ्यारो रहेछ नि त कट्यो
अनि 7 नम्बरमा चाहिँ अप्ठ्यारो रहेछ बाटो अलिकति। यो चाहिँ कुरुम्बा 7 पर्छ। यो 7 नम्बरको खोला यो बाढी आएर यस्तो छ। कस्तो चावा चावा ढुङ्गा हो। यहाँ चाहिँ पहिरो झरेको रहेछ। अब चाहिँ 7 नम्बर काटेर कुरुम्बा 4 नम्बर आइपुग्यौँ हामी चाहिँ। अलिकति पहिरो झरेको बाटो पनि काट्यौँ। अब त तिर्सै भन्ने लागेको थियो। कस्तो छ बाटो हेरौँ है। कता बाटो हो? झन्डै उता गएँ म। झन्डै यहाँ गएँ यार। हेत्तेरे यस्तो खाल्टाखुल्टीहरू नदेख्नु पनि गाह्रो छ। कृषि सडक हो, कस्तो मेन्टेनेन्स नै नगरेको के गर्नु नि यार। के गर्छ हौ ठुलो बडा मान्छेहरू, के गर्नुहुन्छ? बनाउनु पर्यो बाटो। हामी चाहिँ पुग्नै आँटौँ है। अब चाहिँ अलिकति पुग्ने ठाउँमा चाहिँ हिलो रहेछ। अब चाहिँ यहीँ पर हो नजिकै। ल्याइ पुऱ्यायो नि लक्ष्मीले पनि। बिस्तार गाह्रो हुन्छ नि एकैचोटि अफ रोड त। आम्मा एक झोला सुन्तला छ त अनि। सुन्तला हेर्नु यहाँ आम्मा कति छ। ठिक्क सुन्तला टिप्दाखेरि आइपुगेछौँ हामी चाहिँ। सुन्तला कुरुम्बाको सुन्तला यही हो। आम्मा सुन्तला त हामी चाहिँ सुन्तला घारीमा आइपुग्यौँ। हेर्नु आम्मा सुन्तला चाहिँ हेर्नु न कति छ यहाँ। ए डल्लै सुन्तला हो। यहाँ तल कोक्लेबुङ मेला लाग्दैछ, जाने हो त्यहाँ पनि। पोहोरको जति त फलेको रहेन हौ यो पाल। पोहोर त धेरै थियो फलेको। यो चाहिँ सबै निताको घरको के। यता त पाएन हरियै छ। ऊ पल्ल ऊ पाकेको त त्यहाँबाट छ। कति छ सुन्तला त कति हो कति हो। यो सानो बोटमा कति फलेको। सुन्तला 3टा खाइसक्यो मैले सुन्तला। मैले
कस्तो मिठो छ हौ सुन्तला सुन्तला पुरा टिप्नु हुँदैछ सिडीलाई सिडी लाएर टिप्नु हुँदैछ सुन्तला कति हो कति सुन्तला यहाँ ल अब चाहिँ यहाँदेखि सुन्तला लगेर हामी जान्छौँ यहाँदेखि पञ्चमी हुँदै जान्छौँ अब हामी चाहिँ अर्कै बाटो एक गाडी सुन्तला लान आँटो यहाँदेखि चाहिँ ल म चाहिँ हिँडेको सुन्तला बोकेर एकछिन दुःख पाएँ चाबी चाहिँ पर घरमै छोडिराखेको छु र हो स्टार्ट गर्ने बेला त छैन चाबी त अब हामी चाहिँ पञ्चमीबाट जान्छौँ पञ्चमी हुँदै एक राउन्ड लाउनु पर्यो नितेकोमा पनि टन्न सुन्तला पनि खाइयो सुन्तला पनि एक झोलाइदियो पठायो गयौँ अब कस्तो हिलो रहेछ हौ यहाँ यो यहाँदेखि त बसै हिँड्छ नि त कोक्लेबुङ पञ्चमी अनि उता आरुबोटे जान्छ के यहाँ पञ्चमी निस्किनु चाहिँ गाह्रो लक्ष्मीलाई त्यहाँदेखि त उकालो त निस्किहाल्छ त्यहाँसम्म चाहिँ अलिकति कस्तो छ बाटो भन्ने क्या नयाँ बाटो हो म पनि हिँडेको चाहिँ छुइनँ यो बाटो उता ऊ भयो ऊ भयो होला होइन त्यो त कालो काट्यो ल त्यसको एकतिरबाट आउनु खोज्छु एकतिर हुन्छ त यार यो चाहिँ साबिक चाहिँ 2 नम्बर अरे अब अहिले त मेक्लाजुङ 5 भएको छ कुरुम्बा 2 को सिमाना हिँड्दैछु म चाहिँ अहिले ल पञ्चमी बजार त आइपुग्यो तर यस्तो रहेछ हुस्से लागेर यो चाहिँ पञ्चमी बजार म चाहिँ पञ्चमी बजार आइपुगेँ मैले पञ्चमीदेखि यताको चाहिँ भ्लग गरिनँ अनि अब चाहिँ घर पनि पुग्न आँट्यो रात पर्यो आजको भिडियो चाहिँ म यहाँ इन्ड गर्छु हजुरहरूलाई म अर्को भिडियोमा भेट्छु बाई बाई।